नमस्ते सबैजनामा। हेर्नु त यो हाम्रो गाउँमा पाइने यो लजावटी झार है, लजावटी झार यो औषधि पनि हुन्छ भन्ने चाहिँ सुनेको छु। यो औषधि गुणयुक्त छ, धेरै औषधि हुन्छ भन्ने चाहिँ मैले सुनेको छु विभिन्न रोगको। यथार्थ त मलाई थाहा छैन। यसलाई चाहिँ छुने बित्तिकै तपाईको यो लजाउँछ कि झन्डक्क मर्छ, लजाकै भनिन्छ तर हामीले। र यसको चाहिँ कारणहरू के छन् त्यो त मलाई अलि थाहा छैन। त्यही पनि म यसो केही भिडियो बनाऊ भनेर मलाई है ध्यान सक्नुहुन्छ। यो छुने बित्तिकै यस्तो हुन्छ कि हैन, यो छुयो त अब यस्तो भइसक्यो, केही भएको छैन है। लजावती झार यसलाई भन्दो रहेछ। अब कति समयपछि फेरि यो फेरि आफ्नै अवस्थामा हुन्छ है। हेरौँ है, यत्तिकै खोज्छु, मैले छुइसकेँ। कति समयपछि फेरि यो फर्किन्छ है। हेरौँ है तपाईँकै अगाडि। नमस्कार। हेलो मैडम। समय लाग्दो रहेछ। सुन्तला राख्नु है। मेरो हो के? अघि झन्डै 1 मिनट हुन थाल्यो। झन्डै 1 मिनट हुन थाल्यो समय। सोध्नु न पहिला। चिम्रुक्क मरिरहेछ क्या। हेर्नु यो फर्किसकेको छ है, यो आफ्नो ठाउँमा आइसकेको छ। यो पहिला छुएको मैले है, फेरि आफ्नो ठाउँमा आउनु थाल्यो है। आफ्नो ठाउँमा फर्किँदैछु है। बिस्तारै बिस्तारै फेरि फर्किन थाल्यो है, आफ्नै ठाउँमा फर्किन थाल्यो। यो छुएर के हुन्छ है, यो हामीले छुने बित्तिकै यस्तो हुन्छ कि यो लजावती झार। नाम त के हो थाहा छैन, तर चाहिँ लजावती झार भन्छ हामीले। यो फर्किसकेको अवस्था छ। पैसा उता नि दिने, मलाई हैन नि। चटपट बनाउनेलाई नि दिने। उता चटपट पहिला। झन्डै 1-2 मिनट त लाग्दो रहेछ है यो परिवर्तन हुनलाई। आफ्नै पहिलाकै अवस्थामा फर्किनलाई चाहिँ समय लाग्दो रहेछ यसलाई। झन्डै 5 मिनट हुन थाल्यो मैले यो छोएको अवस्था पनि। यतिको अवस्थामा आइसक्यो। यस्तो छ कि यति छिटो परिवर्तन हुन्छ कि अब छोइदिने हो भने फेरि जान्छ होला। फेरि लजाइसक्यो। यो छ, यो राम्रो झार छ तपाईँलाई। यस्तो छ तपाईँलाई। यहाँ छ, लगाएर त कस्तो हाम्रो हातमा बिर्सै भयो जस्तो कि। सब झुमुक्कै भइसक्यो। यसरी चाहिँ यो लजावती झार चाहिँ